परदेशी जीवन बिताउन साह्रै गाह्रो त्यही माथि सबैको चित्त बुझाउन साह्रै गाह्रो रहेछ। अस्ति आएको केटाले कस्तो काम गरेछ कोनी एकचोटि हेर्न जानु पर्यो। विदेशमा त आइयो तर विदेशी जीवन कटाउन चाहिँ साह्रै गाह्रो छ। परदेशको काम अति गाह्रो। ज्यानलाई पनि सन्चो छैन, कसले बुझ्छ र मेरो मर्म। दाइ काम के कस्तो चलिरहेको छ त? कामहरू त ठिकै चलेछ के सर। अब ज्यानलाई चाहिँ अलिक सन्चो नभए जस्तो लागिरहेछ। हुन्छ नि त, त्यसो भने ज्यानलाई सन्चो नभए बेलुका हस्पिटल जाउँ नि त। हुन्छ सर। अब हामी जस्तो नयाँ मान्छेहरूलाई अब सहयोग गर्ने भनेको नै हजुरहरू हुनुहुन्छ। पुरानो मान्छे, ठुलो पोजिसनको मान्छे, हजुरहरू बोलेको चाहिँ अब कम्पनीले पनि सुन्छ, हामी बोलेको कसैले सुन्दैन सर। ल हुन्छ नि त दाइ, बेलुका कामसाम सकेर जाउँला नि त हस्पिटल, बेलुकामा भेट्नु नि त है। हुन्छ सर। ओहो दाइ आइपुग्नु भयो, बस्नुहोस् न यता बस्नु। हजुर सर आइपुगेँ। त्यहाँ दिउँसो ड्युटीमा भनेको हस्पिटल जान पर्यो भनेर जिउ सन्चो नहुँदाखेरि। ल हुन्छ नि त, जाउँ हस्पिटल, पहिला हस्पिटल जाउँ। हस् सर। यतै हो कि हो? ए यता खुल्लै रहेछ त। हजुर खुल्लै रहेछ सर। ओहो डाक्टर साहब नमस्ते। हजुर हजुर नमस्कार, आउनुहोस् बस्नुहोस्। के समस्या पर्यो होला तपाईँहरूलाई? मेरो कम्पनीको एकजना दाइ बिरामी हुनु भइरहेको थियो, त्यही भएर जाँच चेकअप गर्नको लागि यहाँ हजुरलाई सम्झिरहेको। ए हुन्छ, नो प्रब्लम, कुनै समस्या छैन। तपाईँको बिरामी कहाँ हुनुहुन्छ? पासपोर्ट ल्याउनु भएको छ होला बिरामीको? बिरामीको पासपोर्ट चाहिन्छ यहाँ चेक गर्नलाई है। हुन्छ न डाक्टर साहब, छ नि त हामीसँग ए पासपोर्ट। हुन्छ हुन्छ, पासपोर्ट हेरौँ। ओके छ। ओके, तपाईँको बिरामीलाई पठाउनुहोस्। हस् डाक्टर साहब। ओके डाक्टर साहब नमस्कार। नमस्कार, आउनुहोस् बस्नुहोस्। हस् सर। अब चेकअप गर्नु पर्यो तपाईँलाई है। हुन्छ सर। लामो सास फेर्नु होला। ओके, खासै आत्तिनु पर्ने छैन। समस्या, रोगको समस्या पत्ता लगाइसक्यो। म लेखिदिन्छु औषधि, तपाईँ तल गएर औषधि यो बुझाउनु होला, त्यहाँ तपाईँलाई औषधि दिन्छ। हजुर हुन्छ सर। ओके, यो तल लगाएर बुझाउनु होला हस् सर। है त। खासै आत्तिनु पर्दैन, नर्मलै छ। हजुर हुन्छ। टाइममा औषधि खानु होला, त्यहाँबाट सबै सिकाउँछ, राम्रोसँग बुझ्नु होला, औषधि खानु होला है त। हस् सर। हुन्छ हुन्छ, खासै आत्तिनु पर्दैन, केही छैन, हजुर समस्या केही छैन, आत्तिनु पर्दैन। ल त धन्यवाद सर। हस् हस् हुन्छ। ल त डाक्टर साहब, अब हामीलाई चाहिँ ए हस् हस्, हुन्छ हुन्छ। तपाईँको बिरामीलाई औषधि लेखिदिएको छु, आत्तिनु खासै पर्दैन। हुन्छ, यो पासपोर्ट लिएर जानु, बिर्सिनुहुन्छ फेरि, सम्हालेर राख्नु होला है त। हस् हस्, हुन्छ हुन्छ। ओके हस् हुन्छ। डाक्टर साहबले यो औषधि लेखेर दिनुभएको छ। ए हुन्छ हुन्छ। हुन्छ है, मैले यहाँ लेखिदिएको छु। यो चाहिँ खाली पेटमा खुवाउनु होला, दिनको 1 टाइम। अनि यो पनि यो खाना खाएपछि खुवाउनु होला। यो चाहिँ आज मात्र खुवाउनु होला, खाना खाएपछि हुन्छ। टोटल कति भयो हाम्रो? टोटल तपाईँको 400 रिङ्गेट भएको छ। ए हस् धन्यवाद। हस्, धन्यवाद धन्यवाद। परदेशमा
बिरामी भइहाल्छ उता दाइलाई पो कस्तो छ दबाई अहिले खाउँला एकचोटि दाइलाई फोन गर्नु पर्यो नेटमा पनि अनलाइनमा पनि छैन छ दाइ नम्बरमै भए पनि गर्नु पर्यो ए साइला नेपालको हावापानी त साह्रै मिठो के गर्ने आजकलको केटाकेटीहरू सबै घर छोडेर विदेशमा लागे हो त नि काल दाइ अब के गर्नु सबै विदेश गए विदेश नगए पनि के गरौँ र नेपालमै अब यस्तै छ अवस्था है अनि तेरो भाइ विदेश गएको होइन अनि के कस्तो छ त नि फोन गरिराखेको छ कि त्यतिकै गरिराखेको छ कि के हो हजुर विदेश गएको भयो अचेल 2-3 दिन भयो हेर्नु फोन गरेको छैन सन्चो बिसन्चो खै के कस्तो छ अनि अरू त सन्चै होला नि काममा लागिरह्यो होला हजुर काममा त उहिले लाग्यो अब आज भोलि फोन गरेको छैन ए तेरिका फोन पो आयो त भाइको पो रहेछ ए ल भाइको फोन आयो भाइसँग राम्रोसित बोल के छ खबर म यता काम गर्दै गर्छु नि त उठाउन पर्यो हेलो कान्छा हजुर दाइ नमस्ते मलाई अलिक सन्चो छैन त्यही भएर यहाँ मेडिकल गरेर चेकअप गराएर के गराएर चाहिँ दबाई सबै लिएर आएको छु के अरे अब दबाई खाएपछि ठिकै होला ए हो र कति दिन भयो दबाई पानी गरेको छ कि छैन अब परदेशको ठाउँमा आफ्नो भनेकै साथीभाइहरू हो साथीभाइहरूसँग मिलेर बस्नुपर्छ आफ्नो राम्रोसँग ख्याल गरे है कान्छा ए हजुर हजुर दाइ होइन मेरो लागि केही चिन्ता गर्नु पर्दैन अब अन्न पानीको शरीर हो के अरे यो कहिले कसो बिसन्चो हुने त हुन्छ म दबाई पनि ल्याएको छु त्यही माथि दबाई खान्छु ठिक हुन्छु केही पनि चिन्ता गर्नु पर्दैन दाइ मेरो लागि बरु त्यहाँ चाहिँ अब घर खर्चहरू यताउति के कस्तो छ अब महिना मर्नु लाग्छ स्यालेरी आउला के अरे त्यसपछि तपाईँलाई पठाइदिन्छु दाइ उता घरमा चाहिँ गाई दिया भैँसीहरूलाई यताउति रेखदेख गर्दै गर्नु होला के अरे अब के गर्ने अब केही समयपछि म पनि आउँछु दाइ अहिलेलाई यस्तै छ दाइ म अलिक सन्चो नभएर चाहिँ हस्पिटल गएर आएको थिएँ दबाई खाँदैछु दाइ ल कान्छ बिरामी भएर रहेछौ टाइममा औषधि खाऊ खाना खाऊ यताको पिर चिन्ता नगर मैले सम्हाल्दैछु चिन्ता नलिनु चिन्ता लिएर मात्रै केही हुनेवाला छैन के अरे ठिकै छ मैले सकेको गरिरहेको छु अब तपाईँले नि उहाँ आफ्नो मेहनत गर्नुभएको छ के अरे गर्नुपर्छ हजुर दाइ हजुर हस् हस् दाइ ल हुन्छ फेरि मैले 2-4 दिनपछि फोन गर्छु मलाई के कस्तो हुन्छ अनि हजुरलाई पनि उता के कस्तो हुन्छ हामी फेरि अब सम्पर्कमा रहिरहँला नि त हुन्छ दाइ ल हस् दाइ हस् ल राख ए साइला कान्छालाई के भएछ के हुन र काल दाइ अब यस्तै छ बिरामी भएर रहेछ मलाई पो तनाव भयो खासै के भएछ त कान्छालाई आजकलका युवा युवती विदेश नगई घर खर्च तार्ने गाह्रो हुन्छ नि दाइ के गर्नु ल काइला अब गन्थन मन्थन नि धेरै भयो काम पनि सकियो एक सूर्य मान्छे अब घरमा भात सात खानासाना बनाउनु पर्यो ल जाम ल हुन्छ नि त ल जाम जाम